तपाईको जग्गामा फिल्डमा बाटो छ तर अब ट्रेसमा बाटो छैन भने के गर्ने, अथवा चाहिँ तपाईको फिल्डमा बाटो 8 फिटको छ तर अब मापदण्डमा 20 फिटको छ। त्यसै गरी अब फिल्डमा बाटो एकातिर छ नर्थतिर छ तर अब त्यहाँ ट्रेसमा चाहिँ साउथतिर छ। यस्तो छ भने के गर्ने र त्यसै गरी अब जग्गा सँगसँगै सानो गोरेटो बाटो छ अथवा राजकुलोहरू छ अथवा खोला खोल्साहरू छ भने के गर्ने त? तपाईले अब आफ्नो जग्गामा डिजाइन गर्नुभन्दा पहिला पनि आफ्नो जग्गाको बारेमा चाहिँ के कुरा थाहा पाउने भन्ने यो सिरिजमा चाहिँ आज तपाईले अब आफ्नो जग्गासँग जोडिएको बाटोको बारेमा चाहिँ के कुरा थाहा पाउने भन्ने बारेमा चाहिँ आजको यो फर्स्ट एपिसोडमा बुझ्न सक्नुहुनेछ। र अब धेरै जसो जग्गामा देखिने एउटा समस्या भनेको चाहिँ फिल्डमा सानो बाटो हुन्छ तर अब त्यहाँ नगरपालिकाले चाहिँ केही ठुलो बाटो कायम गरिदिएको हुन्छ। जस्तै कि अब बौद्धमा केही समय अगाडि डिजाइन गर्दा पनि त्यहाँ चाहिँ अब 8 फिटको बाटो थियो फिल्डमा, अब नर्मल्ली 8 फिटको बाटोलाई बढाएर चाहिँ 13 फिटको बाटो मानेर डिजाइन गरिन्छ तर अब नगरपालिकामा बुझ्दा चाहिँ त्यो बाटो 20 फिटको रहेछ। त्यसैले अब यसले गर्दा चाहिँ फेरि अब त्यहाँ रिडिजाइन गर्नु पर्यो, जसले गर्दा चाहिँ अब त्यहाँ डिजाइन गर्ने कस्टदेखि समय दुवै नै बर्बाद भयो। त्यसै गरी अब यो अर्को स्थानमा चाहिँ 13 फिटको बाटो थियो, त्यसलाई अब 20 फिटको बनाउने भनेर त्यसरी अब 20 फिटको मापदण्ड चाहिँ बाटोको लागि छोडिएर डिजाइन गरियो तर अब पछि नगरपालिकामा गएर बुझ्दा चाहिँ त्यहाँ 40 फिटको बाटोको मापदण्ड रहेछ। त्यसैले अब सुरुमै यो अब बाटोको मापदण्डको बारेमा थाहा नपाउँदा चाहिँ अथवा अब एकदमै ढिला यो बाटोको मापदण्डको बारेमा थाहा पाउँदा चाहिँ यो अब जुन त्यहाँ डिजाइन गर्न लागेको समय हुन्छ, मेहनत हुन्छ, सबै खेर जान्छ। त्यसै गरी अब त्यही जग्गामा पछि अब बढी जग्गा छोड्नु परेपछि यदि अब 13 फिटको सट्टामा 20 फिटको बाटो आयो भने चाहिँ अब 7 फिट नपुग्दा 3.5 फिट चाहिँ तपाईले छोड्नु पर्ने हुन्छ। त्यो गर्दा चाहिँ अब त्यहाँ रुमको साइजहरू घट्ने, अथवा 20 फिटको बाटोको लागि 40 फिट छोड्नु पर्यो भने चाहिँ अब त्यहाँ 20 फिट एक्स्ट्राको लागि 10 फिट तपाईको जग्गाबाट छोड्दा त्यहाँ अब घर नै एकदमै सानो बन्ने, अथवा घर 1-2 कोठाको घर बन्ने, अथवा घर नै बन्न नसक्ने यस्तो थुप्रै केसहरू आउन सक्छन्। त्यसैले अब तपाईले आफ्नो घर डिजाइन गर्नुभन्दा अगाडि अथवा जग्गा किन्नुभन्दा अगाडि नै यस्तो कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। र त्यसै गरी अब यदि जग्गामा चाहिँ सानो 3-4 फिटको गोरेटो बाटो छ भने पनि त्यसलाई चाहिँ अब नगरपालिकाले कम्तीमा 13 फिटदेखि 20 फिटको बाटोको मापदण्ड कायम गरिदिएको हुन सक्छ। त्यसै गरी अब कुनै खोल्साहरू छ, सानो खालको खोलाहरू छ भने त्यसलाई चाहिँ अब ढलान गरेर माथिबाट बाटोकै मापदण्ड लागू भएको हुन सक्छ। त्यसै गरी अब खोलासँग जोडिएको जग्गा छ भने चाहिँ त्यस्तोमा अब खोलाको मापदण्ड साथसाथै त्यहाँ अब कुनै खोलामा चाहिँ दुवैतर्फ कोरिडोरको चाहिँ त्यहाँ अब मापदण्ड लागू गरेको हुन्छ। यदि अब त्यो कोरिडोरको बाटो छ भने चाहिँ त्यो कोरिडोरको बाटोको लागि त्यसै गरी अब त्यसपछि सेटब्याक छोडेर मात्र घरको डिजाइन गर्नुपर्ने हुन्छ। त्यसै गरी अब अहिलेको समयमा चाहिँ काठमाडौँ र ललितपुरको विभिन्न स्थानहरूमा चाहिँ जीएलडी लागू गरिएको छ। यदि अब जीएलडीमा तपाईको जग्गा पर्छ भने चाहिँ त्यहाँ अब बाटोको लागि चाहिँ छुट्टै मापदण्डहरू तयार पारिएको हुन्छ। जस्तै कि अब त्यहाँ कम्तीमा 20 फिटको बाटोको मापदण्ड हुन्छ र अब कतै चाहिँ बढीमा 14 मिटर अथवा करिब अब 45-46 फिटसम्मको चाहिँ त्यहाँ बाटोको मापदण्ड लागू गरिएको हुन्छ। यस्तो कुराको बारेमा पनि पहिले नै थाहा पाउनु भयो भने चाहिँ पछि तपाईले अब त्यहाँ फेरि डिजाइन गर्नुपर्ने झन्झट अथवा यति धेरै झन्झट पनि बोक्नु पर्दैन। त्यसै गरी अब ट्रेसमा बाटो देखिएको छैन तर फिल्डमा बाटो छ भने चाहिँ त्यो फिल्डको बाटो चाहिँ कति फिटको मापदण्डमा पर्छ र अब त्यसको चाहिँ सिफारिस तपाईले वार्डबाट बाटोको सिफारिस भनेर ल्याउनु पर्ने हुन्छ। त्यसैले अब तपाईले डिजाइन गर्नुभन्दा पहिला नै अथवा नक्सा पासको प्रोसेस भन्दा अगाडि नै आफ्नो जग्गाको बारेमा चाहिँ यस्तो विभिन्न कुराहरू थाहा पाउनु पर्ने हुन्छ। र यदि तपाईले अब घर बनाउने सोचेर डिजाइन गर्दै हुनुहुन्छ र अब यसको बारेमा चाहिँ खासै जानकारी छैन भने चाहिँ स्किल सेवालाई व्हाट्सएपमा कन्ट्याक्ट गरेर अथवा चाहिँ स्किल सेवाको अफिसमै आएर राम्रोसँग बुझेर फर्दर अब त्यहाँ नक्सा डिजाइन, नक्सा पास र निर्माणको काम गर्दा तपाईलाई सुरक्षित र उपयुक्त हुन्छ। र यस्तै तपाईको जग्गा सम्बन्धी केही जिज्ञासाहरू छन् भने कमेन्ट गर्न सक्नुहुन्छ।